बेग जो चेस अन्त ल मासु ल्याउँ होइन ल सलाद खाउँ मासु खाउँ के गरौँ के दिउँ हो ठिकै भयो सबैले है राम्रो छ क्या ब्रेड खाउँ मासु नि पुग्छ कि तिनीहरू मेरो कुरा नगर पोल लिन गएर धेरै कथा पर्यो मेरो कति हजार मेरो 5 हो खोइ मेरो 13,000 होइन सम्झि ल भिडियो हान्दै हो नि तेरे मेरो सोल्डी त दिएकै छैन यार होइन सोल्टी होइन सोल्डी लिइहाल्नु न सोल्डी होइन सोल्टी नाममा सासली ग्रेप बाफरे सास्की भन्छ नि इन्डियनमा हामी चाहिँ पिकनिक होइन घटी जम्मा पार्ने उयो कहाँ छ प्लास्टिकमा जम्मा पार्ने कि यदि डाइरेक्ट उता हाल्यो डाइरेक्ट उता हाल या सोनी ठिक छ नि ठिक छ खाना पनि खाँदै गर्नु सोनी होइन खाइरहेको छु मैले सोनी आफ्नो शरीरको ख्याल गर्नुपर्छ हामी चाहिँ यो होइन सोनी मेरो त कहाँ हरायो त कहाँ छ मेरो कुन चाहिँ हरायो फेरि यो हो कि कहाँ अहिले एक सानो दुई प्रोग्रामको लागि खोला किनारमा आइरहेको छौँ सबै हामी साथीहरू जम्मा भएर यो खोला हो र समुद्र हो दुःख सुख सबैको आफ्नो मनमा छ होइन अब जे एकछिनको लागि हामी रमाइलो गरिरहेछौँ रमाइलोतिर लगाइरहेछौँ हामी अब 7 समुद्र पारी तरेर चाहिँ हामी यो अब युरोपमा त के भन्ने त यो यस्तो ठाउँ छ यस्तो दुःख भइरहेछ होइन जे हो नि यस्तो टाढा यो ठाउँमा आएर चाहिँ हामी नेपाली दाजुभाइ चाहिँ जम्मा भएर यसो रमाइलो गर्न पाउँदा चाहिँ हामी भित्रैदेखि एकदम खुसी लागिरहेको छ होइन ल अब कसैको केही हाम्रो सभापतिज्यू उज्जवल सरले कसलाई बोलाउने अब मनोज सरलाई होइन म त आउँदैन यार त्यस्तो ल दुरुसोल्डी दुरुसोल्डी ल जाओस् 2-4 शब्द यो सास्ली भनेको धेरै अगाडिदेखि बनाएको प्लान थियो सबै आज साथीभाइहरू मिलेर आज यो प्लानलाई पनि सक्सेस गऱ्यौँ हामीले फेरि पनि यस्तै प्लानहरू बनिराखौँ र सक्सेस गर्न पाइराखौँ यसैमा हामी विदेशमा बसिरहेका हामी दाजुभाइहरूको यही आशा छ र यसै सधैँ गेट टुगेदर एक आपसमा भइरहोस् भन्ने मेरो कामना छ अनि हाम्रो उता हाम्रो सर कहाँ गयो सन्तोष खासमा चाहिँ हाम्रो यो एउटा मेलमिलापको आधार पनि हो जो खुसी व्यक्त गर्ने एउटा जो हामी ठाउँ हो कहिले रिसाउँछौँ कहिले कोहीसँग के हुन्छ मन चिसो हुन्छ त हामी यो क्षणमा चाहिँ सबैजना जम्मा भएर आफ्नो एउटा सबै दुःखहरू बिर्सिएर हामी चाहिँ यो एउटा मनोरञ्जनात्मक एउटा सानो प्रोग्राम सास्लिक खाने भनेर हामी यहाँ आइरहेछौँ आज केही छैन सबैजना खुसी छौँ हामी रसियनमा सास्ली हो के अरे अब हामी नेपालीमा पिकनिक हाम्रो लक्ष्मी चौलागाई बर्दिया यहाँ सबैलाई अनुहारले चिन्छु नामले कसैलाई स्पेसली यो स्पोन्सर भन्न चाहन्छु म धन्यवाद तपाईँहरू सबैलाई रमाइलो लाग्छ खुसी लाग्छ र आशा छ हामी यहीँ बस्छौँ म पनि यहीँ बस्ने एम लिएर आएको छु र जहाँ भए पनि मैले एकचोटि फेरि मेरो तर्फबाट तपाईँहरूलाई बोलाउन पाऊँ सँगै जानु पाऊँ अर्कोचोटिको लागि यही आशा धन्यवाद ठिक छ बहादुर बोल के भयो फिस हजुर ल मेरो हो कि सबैजना होइन साथीहरूलाई सबैजना नमस्कार है भन्न चाहन्छु। नमस्कार हजुरलाई। रसियाको यो तालको अगाडि आएर आज साँझमा चाहिँ कस्तो भने हाम्रो यो
नेपालीमा सेकुवा जस्तो हो होइन। अब रसियन भाषामा सास्लिक भन्ने गरिन्छ। त्यही भएर हामीले चाहिँ यो भाइले भने जस्तै दुर्गाले चाहिँ प्लान धेरै अगाडि दिएको थियो। आज सबैजना भाइहरूसँग मिलेर आज यो चाहिँ आज आउँदाखेरि चाहिँ धेरै धेरै खुसी लागेको छ क्या। मस्कोमा आएर भाइहरूसँग सबै चिनजान भयो। भाइहरू सबैजना एकदमै धेरैजना मेहनती हुनुहुन्छ उहाँहरू होइन। उहाँहरू चाहिँ आज सबै कस्तो भने उहाँहरूले आफ्नो काम पनि एउटा चाहिँ नि कामको गर्दा छुट्टीको व्यवस्था मिलाएर हामी आज यो ठाउँसम्म आउन चाहिँ हामी सफल भएका छौँ कि। त्यस कारणले गर्दाखेरि एकदम ह्याप्पी ग्रेट सास्लिक सबैले इन्जोय होइन भन्दै मेरो चाहिँ शब्द चाहिँ यहीँ टुङ्ग्याउन चाहन्छु। दुईटै हातमा हटिरहेछ ताली पनि कसरी बज्यो मेरो। हाम्रो के धनसोल्टी खाइरहनु पर्छ। ल खानु पहिला खानु सेक्सन बोल्नु होला। ल ठिक छ। सबैजना नेपाली दाजुभाइ भेला भएर चाहिँ एउटा सास्लीको एउटा कार्यक्रम बनायौँ हामीले। जुन कार्यक्रम हामी सक्सेस हुन्छौँ पक्कै। सबैलाई ठिकै छ आरामै छ भन्ने मलाई नि आशा छ। हामी सबै यसरी नै गर्नेछौँ पछि गएर पनि। त्यो ठिक छ। हामीले खान्छौँ पिउँछौँ हामी आरामसँग गइन्छौँ। त्यसमा ठिकै छ। धन्यवाद। ल धन्यवाद। रासोल्टी छ कि केही बाँकी? खाना त अब यो भित्रै देखेको मन गर्न थाल्यो भने अर्को हाम्रो यो फिक्सर लिनुहुन्छ। ल फिक्सर अब सुरुमा भन्नुपर्दा चाहिँ यहाँनिर सबै रहनुभएका यहाँ नेपाली दाजुभाइहरूलाई चाहिँ नमस्कार मेरो हृदयदेखि होइन। अनि त्यसपछि लगाएर हामी यहाँ चाहिँ साथी एउटा सानो प्रोग्राम बनाएर सबैजना भेटेर एउटा रोमान्टिक र एउटा इन्जोयफुल होइन ह्याप्पिनेस खुसीका साथ चाहिँ यहाँ सबैजना भेला हुनुहुन्छ। खुसी अब खाइरहेको छ रमाइलो गरिरहेको छ होइन। म बिदा चाहन्छु। हस्त धन्यवाद। धन्यवाद फेस बाबु। ल नि त हामी अब यसो खानेतिर लानु होला लागौँ। हामी यो प्लानलाई सक्सेस गर्नलाई 1-2 महिना अगाडिदेखि यो प्लान गरिरहेको थियौँ हामीले। आज आएर सक्सेस भयो होइन। आज आएर सक्सेस भयो। हामी सबैलाई खुसी छौँ होइन। पोहोर पनि आयो हामी अर्को वर्ष पनि फेरि आउनेछ। यो वर्ष नि आयो रेगुलर फेरि अर्को वर्ष पनि हामी आउन पाइरहौँ होइन। सधैँ यसरी खुसी सबैको खुसी होस्। अब सबैको चाहना पुरा होस् यही भन्न चाहन्छु। हस् त धन्यवाद। अब गरेको हुन्छ धेरै लामो त पनि मान्छेले हेर्ने हुन्छ।